परजीवीको संक्रमण हुँदाखेरि तपाईँको जिउ रुन्छ। तपाईँको जिउमा धेरै खालको परजीवीहरू लाग्न सक्छ। विशेष गरी आन्द्राको परजीवीको बारे कुरा गरिरहेको छ। आन्द्रामा जुकाहरू, राउन्डवोर्म, हुकवोर्म, टेकवोर्म, लिभर फ्लुक्सहरू जस्ता हुन सक्छन्। यो सँगै अमिबा, जियार्डिया तथा अन्य प्रशस्त खालका परजीवीहरूले ठाउँ दिन सक्छन्। यो परजीवीले यदि तपाईँको आन्द्रामा संक्रमण गरेको छ भने विभिन्न लक्षणहरू देखिन्छ। दीर्घकालीन परजीवीको संक्रमणले शरीरमा सुजन निम्ति आउँछ। अत्याधिक थकान बिना कारण लाग्ने, खानामा अत्याधिक रुचि हुने तर तौल घट्दै जाने, पेट फुलेको जस्तो लाग्ने, भिटामिनहरूको कमी अथवा आइरनको कमीले गर्दा रक्त अल्पताको लक्षण छ भने तपाईँलाई परजीवीहरू प्यारासाइटको संक्रमण हुन सक्छ। यो सँगै राति निन्द्रामा समस्या आउने, राति निन्द्रामा यदि दिशा गर्ने भाग चिलायो भने विशेष गरी पिङवोर्म र सँगै दाँतहरू बच्चाले किटकिट किटकिट गरिरहेछन् भने त्यसलाई ब्रुक्सिजम भनिन्छ। त्यस्तो अवस्थामा परजीवीको संक्रमण भएको हुन सक्छ। यो सँगै परजीवीमा छालामा समस्या ल्याउन सक्छ। यदि कुनै पनि कारणले तपाईँको छाला चिलाइरहेछ र थाहा भएन भने जहिले पनि परजीवी छ कि भने चेक गर्नु होला। छाला चिलाउनु एलर्जीको कारण भनेको परजीवी हो। यो सँगै परजीवीका अरू धेरैवटा समस्या हुन सक्छन्। र यदि तपाईँलाई राति राति विशेष गरी धेरै भोक लाग्छ, गुलियो खान मन लाग्छ या दुधजन्य पदार्थ खान मन लाग्छ भने पनि तपाईँलाई परजीवीको संक्रमण हुन सक्छ। अर्को लिभर फ्लुक्स अथवा लङ फ्लुक्सहरू फोक्सोमा गएर तपाईँलाई खोकी लगाउन सक्छ। र यो सँगै परजीवीको संक्रमणले दीर्घकालीन रूपमा सुजन निम्ति आएर तपाईँको ओभरअल हेल्थलाई नै अप्ठ्यारो पार्न सक्छ। र यदि जुकाको संक्रमण अत्याधिक धेरै भयो भने दिशामा नै जुकाहरू देख्न सकिन्छ। यो सँगै यदि पेट ढुस्स भइरहेछ, दिशा अत्याधिक चाहिने भन्दा बेसी गनाइराखेको छ या घरिघरि दिशा गर्न जानुपर्ने भए पनि तपाईँलाई परजीवीको संक्रमण हुन सक्छ। सो आजको सिम्पल टिप्स, यदि अत्याधिक थकान अथवा अरू कुनै पनि कुराबाट तपाईँको थकान एक्सप्लेन भइरहेको छैन भने त्यो परजीवीको संक्रमण हुन सक्छ है। डक्टरका गएर जचाउनु होला। धन्यवाद।